आदरणीय साथीहरू नमस्ते। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले हेर्नुहोस्, यहाँ काठमाडौँ उपत्यकाको काठमाडौँ महानगरपालिका अन्तर्गतका विभिन्न क्षेत्रहरूमा, विभिन्न वडाहरूमा, विभिन्न भित्री गल्लीहरूमा बालेन्द्र शाहले चाहिँ यसरी चाहिँ यो विभिन्न किसिमका रङहरू लगाउनु भएको छ। व्यक्तिका घरहरूमा, कुलेसाहरूमा, चोकहरूमा, सबैतिर नि विभिन्न कलर। हेरौँ त, यो चाहिँ यो नयाँ बानेश्वर, मध्य बानेश्वरको लाखे चौरको ठाउँ हो। उहाँकै पहलमा तल भुइँ पनि यस्तो बनाइएको छ। हेर्नु त कति राम्रो, कति सुन्दर, सफा देखिएको छ क्या अहिले। ल हेर्नुहोस्, तपाईँले सबै हेर्न सक्नुहुन्छ क्या यसरी। ल हेर्नु त, यो सबै यसरी चाहिँ बालेन्द्र शाहले भित्री गल्ली चोक सबै हेर्नुहोस्, हेर्नु त कलर गरेर पुरै उहाँले चाहिँ यसरी जसरी हुन्छ काठमाडौँ महानगरपालिकाभित्र जति पनि ठाउँहरू पर्छन् त्यसलाई चाहिँ सफा सुग्घर चिटिक्क पार्ने उहाँको चाहिँ अभियान, उद्देश्य भनौँ न, यस्तो भइरहेको छ। सबै धेरै राम्रो गर्नुभएको छ उहाँले। बालेन्द्र शाह राजावादीहरू होइन क्या, बालेन्द्र शाह जस्तो मान्छेहरू चाहिँ जन्मनुपर्छ, आउनुपर्छ पोलिटिक्समा। 4-5 जना नेताहरूले खराब गरे भन्दैमा सिङ्गो व्यवस्थामाथि त प्रश्न उठाउनु पाइँदैन, हुँदैन पनि। बालेन्द्र शाहहरू जस्ता मान्छे आएर यही व्यवस्थामा रहेर देश विकास गर्नुपर्छ साथीहरू। ल हेर्नुहोस् यस्तो छ अवस्था। सबै राम्रो छ।